आज म हजुरहरूलाई तेजकुमारी र सौतेनी आमाको लोककथा सुनाउँदैछु है। ल सुनौँ है त। एका देशमा एउटा सुन्दर गाउँ थियो। त्यो गाउँमा एकजना साहु बस्ने गर्थ्यो। उसको सानो तेजकुमारी नामको छोरी थियो। उसको आमा सानैमा बितेको हुनाले बाबुले सौतेनी आमा बिहे गरेको थियो। बाबुको अगाडि त सौतेनी आमाले धेरै माया गर्थ्यो, तर बाबु नभएको बेलामा उसलाई फुटेको आँखाले पनि देख्न सक्दैन थियो। अलि टाढाको गाउँमा तेजकुमारीको मितिनी बस्ने गर्थ्यो। एक दिन साहु व्यापारको कामले गर्दाखेरि विदेशतिर गयो अनि उता तेजकुमारीको मितिनीको बिहे भएको हुनाले तेजकुमारीको घरमा बिहेको निम्तो आयो अनि बिहेमा जानको लागि उसको साथीहरू पनि आए। साथीहरूको अगाडि ती सौतेनी आमाले कति न धेरै माया गरेको जस्तरी धेरै थरीका साडी, चोली, धोती देखाउन थाले। ल भन, तिमीलाई कुन मनपर्छ? तिमीलाई जुन मनपर्छ त्यही लगाउनु बिहेमा। अनि तेजकुमारीका साथीहरूले पनि त्यहीँ भएको एउटा साडी टिपेर, यो तिमीलाई धेरै सुहाउँछ तेजकुमारी, तिमी यो साडी लाऊ भने। अनि तेजकुमारीको सौतेनी आमाले पनि त्यो साडीलाई पोको पार्दै भने, अहिले म यो लुगाहरू पोको पारिदिन्छु। बाटोमा धेरै धुलोहरू भएको हुनाले मैलो हुन सक्छ। बिहे घर नजिकै पुगे पछाडि यो लुगा झिकेर लगाउनु। त्यो पोको पारेको लुगाहरू बोकेर तेजकुमारी र उसको साथीहरू बिहे घरतिर लागे। जाँदा जाँदा बाटोमा बिहे घर नजिकै पुगेर उनीहरूले लुगाको पोको खोले। लुगाको पोको खोलेर हेर्दा त त्यहाँ त प्वालै प्वाल परेको थोत्रो धोती चोली हुन्छ। यो देखेर तेजकुमारी धेरै चित्त दुखाएर रुन थाली अनि उसको साथीहरू पनि जिल्ल परे। तेजकुमारीलाई त्यहीँ बस भनेर उसको साथीहरू बिहे घरमा गए अनि उसको मित आमा र मित बाबालाई सबै कुरा भनिदिए। यो सबै कुरा सुनेर उसको मित आमाले तेजकुमारीको लागि एउटा नयाँ धोती किनिदियो अनि त्यही धोती लगेर तेजकुमारीलाई दियो। तेजकुमारीले पनि त्यो नयाँ धोती र चोली लगाएर बिहेमा रमाइलो गर्यो। बिहे पनि सकियो। बिहे सकिएपछि पनि अझै 2-3 महिना तेजकुमारी मितिनीकै घरमा बस्यो अनि अब चाहिँ घर जानुपर्छ भनेर एक दिन तेजकुमारी घर फर्कियो। घरमा आएर बस्न पनि नपाउँदै उसको सौतेनी आमाले उसलाई कराउँदै भन्न थाली, खै त मैले दिएको धोती, खै धोती देखा त कहाँ छ? तेजकुमारीले केही पनि बोल्न सकिन अनि ऊ चुपचाप भएर रुँदै बसी। एक दिन तेजकुमारीको सौतेनी आमाले ढिकीनिर गएर धान कुट्न थाल्यो अनि तेजकुमारीलाई पनि घान हाल भनेर काम दियो। म ढिकी कुट्छु, त चाहिँ घान हाल। घान हाल्दा हाल्दै तेजकुमारीको सौतेनी आमाले दाहिने हात काचाकुचुक पारिदियो अनि दाहिने हात कुचे पनि सौतेनी आमाले कराउँदै भन्यो, त अल्छीलाई काम भनेपछि केही गर्न आउँदैन, देब्रे हातले भए पनि घान हाल। सौतेनी आमाले धेरै कराएको देखेर उसले हात दुखे पनि अर्को हातले घान हाल्न थाल्यो अनि एकैछिनपछि सौतेनी आमाले देब्रे हात पनि कचाकुचुक पारेर कुटिदियो। सौतेनी आमाले फेरि कराउँदै भन्यो, काम भनेपछि केही गर्न सक्दैन, बसेर खान मात्रै जानेको छ, खुट्टाले भए पनि घान हाल। हुँदा हुँदा तेजकुमारीलाई खुट्टाले पनि घान हाल्न लगायो अनि तेजकुमारीले पनि खुट्टाले घान हाल्न थाली। ती सौतेनी आमाले खुट्टा पनि ढिकीले कुचेर काचाकुचुक पारिदियो। फेरि अर्को खुट्टाले घान हाल भन्दै कराउन थाल्यो। त्यो सानो तेजकुमारी रुँदै रुँदै अर्को खुट्टाले पनि घान हाल्न थाली। बिचरी तेजकुमारीको त्यो अर्को खुट्टा पनि काचाकुचुक पारेर कुचाइदियो अनि हुँदा हुँदा सौतेनी आमाले टाउकोले घान हाल, तँलाई खान सजिलो हुन्छ, खान त्यसै आउँछ
भन्दै कराउन थाल्यो। बिचरी त्यसकुमारी टाउकोले नै भए पनि खान हाल्छु भनेर दुखी मन गर्दै त्यसकुमारीले टाउकोले नै खान हाल्न थाल्यो। अनि ती निर्दयी सौतेनी आमाले त्यसकुमारीको टाउको कचाकुचुक पारेर कुचाएर उसलाई मारिदिए। अनि ढिकी नजिकै खाल्टो खनेर उसको लासलाई गाडिदियो। केही समयपछि त्यसकुमारीलाई गाडेको ठाउँमा एउटा फर्सीको बिरुवा उम्रियो। अनि त्यो बिरुवा झालिँदै गएर धेरै फर्सी फल्न थाल्यो। अनि एक दिन त्यस घरमा एउटा बुढी आइमाई आएर फर्सी माग्न थाल्यो। ए नानी, तिम्रोमा त धेरै फर्सी फलेको रहेछ, मलाई एउटा फर्सी देऊ न। बुढी आमाको कुरा सुनेर ती सौतेनी आमाले भन्न थालिन्, लैजानुस् न, त्यहीँ पछाडि झाङमा फलेको छ, आफै टिपेर लैजाँदा हुन्छ। यस्तो भनेको सुनेर ती बुढी आमा खुसी हुँदै फर्सी टिप्न गयो। अनि फर्सी टिप्नको लागि हात अगाडि सारेकी मात्रै थियो, फर्सीको झाङबाट आवाज आयो, पख्लास, मलाई नटिपेस, म फर्सी होइन, म त्यसकुमारी हो। एउटा फरियाको निमित्त मलाई मेरी सौतेनी आमाले ढिकीले कुचाएर मारेको हुनाले त्यसैको रिस फेर्नको लागि म फर्सी भएर उम्रिएको। फर्सीको झाङबाट यस्तो आवाज आएको सुनेर ती बुढी आमा डराउँदै दौडेर त्यही घरमा गएर सबै कुरा भन्न थाल्यो। अनि ती बुढी आमाको कुरा सुनेर ती सौतेनी आमाको रिसले आँखा नै रातो रातो भयो। अनि घरभित्र गएर एउटा हँसिया झिकेर लगेर त्यो फर्सीको झाङलाई सबै काटिदियो। अनि बारीको एउटा कान्लामा फालिदियो। केही समयपछि त्यही बारीको कान्लामा एउटा भकटेको बिरुवा उम्रियो। अनि बिस्तारै समय बित्दै गएपछि बुट्टोले नै थाम्न नसक्ने गरेर त्यो भकटेको झाङमा लटरम्मै भकटे फल्यो। एक दिन त्यही घरको बाटो हुँदै केही काम गर्ने ज्यामीहरू आइरहेका थिए। अनि लटरम्मै भकटे फलेको देखेर घरधनीलाई नै मागेर खानु पर्यो भन्दै भकटे माग्नको निमित्त त्यो घरमा गयो। अनि भन्न थाल्यो, ए दिदी, तपाईँको घरमा त टन्नै भकटे फलेको रहेछ, हामीलाई एउटा दुईटा भकटे दिनुहोस् न। ज्यामीहरूले यस्तो भनेको सुनेर ती सौतेनी आमाले पनि भन्न थालिन्, हुन्छ, पछाडिपट्टि रुख छ, जति खान मन लाग्छ आफै टिपेर लगेर खाँदा हुन्छ। घरधनीले जति खाए पनि हुन्छ भनेपछि ती ज्यामीहरू खुसी हुँदै भकटे टिप्न लागे। उनीहरूले भकटे टिप्नको निमित्त अगाडि हात सारेको मात्रै थियो, भकटेको झाङबाट आवाज आयो, पख्लास, मलाई नटिपेस, म भकटे होइन, म त्यसकुमारी हो। मलाई एउटा फरियाको निमित्त मेरी सानी आमाले ढिकीले कुचाएर मारेको हुनाले त्यसैको रिस फेर्नको लागि भकटे भएर उम्रिएको। भकटेको झाङबाट यस्तो आवाज सुनेपछि ती ज्यामीहरू डराउँदै ती सौतेनी आमा भएको ठाउँमा गएर सबै कुरा भन्न थाले। ज्यामीहरूको यस्तो कुरा सुनेर ती सानी आमा रिसले चुर भइन्। अनि भित्र गएर खुकुरी ल्याएर त्यो भकटेको रुखलाई काटिदियो। अनि नदीमा लगेर बगाइदियो। यसरी नदीमा बग्दै गर्दा नदीको साँघुरो भागमा गएर त्यो भकटेको रुख अड्कियो। केही समयपछि त्यसकुमारी एउटा सुन्दर कमलको फुल भएर त्यही खोलामा उम्रियो। संजोगले भनौँ कि के भनौँ, त्यसकुमारीको बाउ परदेश गएका थिए नि। उहाँ फेरि त्यही खोलाको बाटो हुँदै डुङ्गामा चढेर घर फर्किँदै थियो। अनि खोलामा एउटा सुन्दर कमलको फुल देखेर मनमा नै भन्न थाल्नुभयो, ओहो, कति सुन्दर फुल, मेरो छोरी त्यसकुमारीलाई यो फुल साह्रै मन पर्थ्यो, म यो फुल टिपेर मेरी छोरी त्यसकुमारीलाई लगिदिन्छु भनेर डुङ्गा चलाउने मान्छेलाई आग्रह गर्न थाल्यो। ए भाइ, पख मलाई त्यो कमलको फुल लैजानु पर्यो, के तिमी टिपिदिन्छौ? अनि डुङ्गा चलाउने मान्छेले पनि भन्यो, हुन्छ, एकैछिन पक्नुहोस् है, म टिपिदिइहाल्छु।
अनि ढुङ्गा चलाउने दाइले कमलको फुल टिप्नको लागि हात अगाडि बढायो। त्यतिकैमा कमलको फुलबाट आवाज आयो, खबरदार, म कमलको फुल होइन, म तेजकुमारी हो। मलाई सौतेनी आमाले एउटा फरियाको निमित्त ढिकीले कुटेर मारिन् अनि म त्यसैको रिस फेर्नको लागि फर्सी भएर उम्रिएँ। त्यो फर्सीको झाङलाई पनि निमटेर बारीमा फ्याँकिदिइन् अनि फेरि म भकटे भएर उम्रिएँ। त्यो भकटेको बोटलाई पनि काटेर नदीमा बगाइदियो। अहिले म कमलको फुल भएर उम्रिएको छु। कमलको फुलबाट यस्तो आवाज आएको सुनेर दुवैजना छक्क पर्यो। त्यसपछि तेजकुमारीको बाबुले केची रहेछ त यो, म आफै टिप्छु भनेर हात अगाडि बढायो। अनि त्यो कमलको फुलले सबै कुरा फेरि दोहोऱ्यायो अनि भन्यो, म त एउटा फरियाको लागि ज्यान गुमाएको तेजकुमारी हुँ। तपाईँ त व्यापारी मान्छे। कमलको फुलको कुरा नसकिँदै ती तेजकुमारीको बाउ गहभरि आँसु पारेर रुँदै भन्न थाल्यो, तिमी मेरी छोरी तेजकुमारी हो अनि म तिम्रो बाबु। यदि मैले भनेको मान्छौ भने तिमी झट्ट मेरो काँधमा आएर सुगा भएर बस। त्यसपछि तेजकुमारीले पनि आफ्नो बाबुलाई चिनिहाली अनि झट्टनपट्ट सुगाको रूप धारणा गरेर आफ्नो बाबुको काँधमा गएर बसी। त्यसपछि तेजकुमारीको बाबुले पनि त्यो सुगालाई पिञ्जडामा राखेर आफ्नो घरसँगै लिएर गयो। उता लामो समयपछि आफ्नो लोग्ने परदेशबाट घर आएको देखेर तेजकुमारीकी सौतेनी आमा धेरै खुसी भई अनि बडो स्वागत सत्कार गर्न थाली। त्यसपछि तेजकुमारीको बाबुले पनि केही थाहा नभए जसरी सोध्न थाल्यो, अनि हाम्रो छोरी तेजकुमारीजी खै त, कहाँ गई, देख्दिन त। तेजकुमारीको सौतेनी आमाले पनि सजिलैसँग झुट बोली, अस्ति मितिनीको बिहेमा गएको, आजसम्म आएकी छैन। आफ्नी श्रीमतीले कति सजिलै फट्टा बोलेको सुनेर तेजकुमारीको बाबुलाई बेसरी रिस उठ्यो। त्यसपछि आफ्नी छोरी तेजकुमारीलाई जस्तै गरेर ढिकीमा लगेर आफ्नी श्रीमतीको पनि हात खुट्टा भाँचिदिई डुरी बनाइदियो। यसरी डुरी बनाएको श्रीमतीलाई घनघोर जङ्गलमा एक्लै छोडेर आफू घर आयो अनि सुगाकै रूपमा भए पनि आफ्नै छोरी तेजकुमारीलाई पाएकोमा साउ धेरै खुसी भयो अनि त्यस दिनदेखि उनीहरू खुसी भएर बस्न थाले। हजुरहरूलाई कस्तो लाग्यो आजको कथा? हजुरहरूलाई कस्तो कथा मनपर्छ मलाई भन्नुहोला है। म हजुरहरूकै इच्छा अनुसारको कथा लिएर आउनेछु। हस्त, धन्यवाद।